नमस्कार आदरणीय मित्र, कार्यक्रम एजुकेसन सोडेर म श्याम टन्डुकार उपस्थित भइसकेको छु। आज हामीसँग हुनुहुन्छ डाक्टर हरि लम्साल। उहाँको बारेमा भन्नुपर्दा उहाँ लामो समय शिक्षा क्षेत्रमा समर्पित भएर काम गर्नुभयो। उहाँ नेपाल सरकारको सचिव भएर रिटायर हुनुभएको छ हालसालै र उहाँ शिक्षा मन्त्रालयमा बसेर उहाँले चाहिँ प्रवक्ताको भूमिका पनि निर्वाह गर्नुभएको छ। उहाँले समाजमा एउटा प्रतिष्ठित बौद्धिक वर्गको रूपमा पनि उहाँले लिने गरिन्छ र उहाँले कार्यक्रममा स्वागत गर्न चाहन्छु। सर, यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद, नमस्कार। सर, जस्तो अब सर भर्खरै रिटायर हुनुभएको छ होइन सर, जस्तो अब 8-9 महिना भइसकेको छ, सरको दिनचर्या चाहिँ कसरी बितिराखेको छ? भएको छैन, 8-9 महिना भएको छैन, 5 महिना जति भयो। 5 महिना भयो सर। अनि दिनचर्या भनेको अब एक त लेखपढ गर्ने छ मेरो, दोस्रो चाहिँ यस्तै साथीहरूसँग भेटघाट छलफल अन्तर्क्रिया छ। कतिपय हिजोको जस्तो एउटा स्ट्रक्चर्ड रूपमा चाहिँ हुँदैन, किनभने 9 बजी अफिस हिँड्नु पऱ्यो, 5 बजीसम्म बस्नु पऱ्यो भन्ने भएन। त्यसो भएर त्यसले त्यो दुइटै कुरा छ। एउटा त्यसले फाइदा पनि गरेको छ त्यो, किनभने त्यो एउटै संरचनामा बाँधिनु परेन। अब अर्को कहिले मान्छे संरचनामा नबाँधिएपछि अलि अव्यवस्थित पनि हुन्छ फेरि। त्यसो भएर यो दुईटाको बिचमा अब भर्खर भएको हुनाले त्यो संरचना पनि त्यति भुलेको छैन, जुन मेरो एउटा रेगुलर सेड्युल थियो नि। अब यस्तै तपाईँहरू जस्तै साथीहरूसँग भेटघाट छलफल गर्ने काम पनि गरेको छु। अहिलेसम्मलाई ठिकै छ। सर त अब जस्तो अब केयुमा पनि आबद्ध हुनुहुन्छ होइन, साथै पनि अब क्लासहरू लिनुहुन्छ र धेरै अब चाहिँ शिक्षा कर्मीहरू पनि उत्पादन गरिसक्नु भएको छ। शिक्षाकर्मी यो अर्थले भने कि जस्तो अब सरको विद्यार्थीहरू चाहिँ अब चाहिँ स्कुलको प्रिन्सिपलहरू चाहिँ सरले पढाउनुहुन्छ। जस्तो अब एउटा चाहिँ मन्त्रालयमा काम गर्दाको अनुभव होइन सर, अनि यता चाहिँ अब चाहिँ स्कुलको चाहिँ अब लिडर प्रिन्सिपलहरूलाई पढाउँदा अनुभव साट्दा चाहिँ के भन्नुहुन्छ? यसो हुन्छ, मन्त्रालय सरकारी निकायमा बसेर गर्ने भनेको अलिकति सैद्धान्तिक कुरा जस्तो हुन्छ होइन। नीति बनाउने, कार्यक्रम बनाउने हुन्छ। अब स्कुलहरूमा काम गर्नेहरूले वास्तविक समस्यासँग जुझ्न भिड्न पर्ने हुन्छ होइन। अब त्यसो भएर यस्तो भइदिए हुन्थ्यो भन्ने चाहना मन्त्रालयमा हुने एउटा कुरा हो होइन। तर त्यो मन्त्रालयमा बसिरहँदाखेरि मलाई चाहिँ के अनुभव हुन्थेन भने एउटा स्कुललाई राम्रो बनाउन चाहिँ कसरी काम गर्नुपर्छ भन्ने सैद्धान्तिक रूपमा भन्न सक्थेँ मैले, तर गएरै काम गर्ने त भएन। तर तपाईँले भने जस्तै हाम्रो कति विद्यार्थी साथीहरू, कति सिनियर सर म्याडमहरूसँग कुराकानी गर्ने, उहाँहरूको अनुभव सुन्दाखेरि मलाई चाहिँ यसले काम गर्यो, यो नीति कार्यक्रमले काम गर्यो, यसले काम गरेन भन्ने एउटा चाहिँ सेल्फ रियलाइजेसन चाहिँ हुन्थ्यो। सर, जस्तो अब चाहिँ सरले अब लामो समय बिताउनु भएको छ। जस्तो अब सर चाहिँ अब चाहिँ यो देशको विभिन्न परिस्थिति पनि सरले हेर्नु भएको छ र चाहिँ एक्सनमा गएर काम पनि गर्नुभएको छ होइन सर। र चाहिँ सरकै पालामा धेरै विद्यालय चाहिँ नमुना विद्यालय भन्ने घोषणा पनि भएको छ होइन सर। यो अनुभव साट्नु पर्दा चाहिँ के भन्नुहुन्छ सर? यस्तो हुन्छ, दुईवटा कुरा रहेछ। एउटा नीति राम्रो हुनुपर्छ, त्यसमा दुई मात्रै रहेन होइन। अब नीति त यसै राम्रो हुनुपर्छ, तर कार्यान्वयन पनि उत्तिकै महत्त्वपूर्ण छ है। त्यसो भएर नमुना विद्यालयहरू सरकारले त नीति घोषणा गरेको, काम गर्ने मान्छे को हो भन्दा त्यहाँ प्रधानाध्यापक हो, शिक्षक हो, व्यवस्थापन समिति हो होइन, स्थानीय बुद्धिजीवी समाजसेवीहरू हो। त्यो सरकारको फ्रेममा रहेर उहाँहरूले काम गरेको हुनाले कोही हामीले त एउटा सहजीकरण गर्ने काम हुन्छ सरकारी निकायबाट। कामै गर्ने चाहिँ हेड टिचर, मेरो अनुभवमा चाहिँ जहाँ हेड टिचरको नेतृत्व सबल छ त्यहाँ चाहिँ विद्यालयहरू राम्रो बनेको देखिन्छ। जस्तो अब चाहिँ काठमाडौँमा पनि अब चाहिँ हामीले चाहिँ केही विद्यालयहरू जस्तो अब चाहिँ सरहरूले भिजिट जाँदा अथवा चाहिँ बाहिरबाट पनि अब डेलिगेट्सहरू आउँदा पनि हामीले चाहिँ देखाउन एकदम योग्य विद्यालयहरू छ होइन सर। जस्तो अब चाहिँ ज्ञानोदय मावि भनौँ र अहिले पछिल्लो समयमा जस्तो अब चाहिँ धेरै विद्यालयहरू यसरी थपेको छ। यो सर्वोत्कृष्ट स्कुल बनाउनको लागि चाहिँ कस्तो भूमिका रहेछ सरहरूले चाहिँ मन्त्रालयमा काम गरिरहँदा? त्यसो हाम्रो चाहना त सबै बन्दिए हुन्थ्यो भन्ने नै हुन्छ होइन। सबै स्कुल राम्रो बनाउनु पाए हुन्थ्यो भन्ने हुन्छ। सबै बन्दो पनि रहन्छ, फेरि सबैलाई भौतिक पूर्वाधार पुर्याउन सकिने पनि रहन्छ। अब जसको हामीसँग 2-3टा सिनारियो भयो कि कतिको भौतिक पूर्वाधार राम्रो छ, स्कुलहरूको पर्फर्मेन्स त्यति राम्रो देखिया छैन,
कति भौतिक पूर्वाधार ठिकै छ, स्कुल राम्रो देखिया छ, फेरि साँगुरो छ, थोरै जग्गा छ, स्कुल राम्रो बनेको पनि छैन। अहिले मैले अहिले भर्खरै यो रिटायर्ड भइसकेपछि पनि हेरेँ, यो गागलफेदीमा रहेछ एउटा सिद्धि गणेश मावि भन्ने रहेछ, अनि भक्तपुरकै मध्यपुर ठिमी नगरपालिकाको गणेश मावि यस्तै के नाम, यो 2-3वटा स्कुलहरू हेरेँ मैले होइन। जग्गा थोरै छ, साँगुरो छ, त राम्रो गरिरहेछ भनेपछि अहिले आएर मलाई के फिल भयो भने जहाँको व्यवस्थापन समिति प्रधानाध्यापकमा प्यासन भन्ने के एउटा लगाव छ नि, त्यसलाई चाहिँ प्रतिबद्धता भनौँ जेसुकै भने नि, त्यो प्यासन शब्दको अर्थ चाहिँ त्यो प्रतिबद्धता लगावले कति क्यारी गर्छ भनेको त्यसैमा लागिरहने के, सुधारको लागि लागिरहनेलाई भयो हो त्यस्तो चाहिँ बनेको रहेछ, बनेका छन् है। अब जागिरकै प्रवृत्तिमा मात्रै बस्ने हो भने स्कुल चाहिँ त्यो धेरै चाहिँ बन्दैन। त्यो सरकारी निकायमा पनि त्यही हुन्छ, मतलब स्कुललाई मात्रै होइन कि, जसले सरकारी निकायमा पनि एउटा प्यासनको रूपमा काम गर्छ उसले दिने सेवा फरक हुन्छ, जागिर मात्रै गर्नेको सेवा फरक हुन्छ। मैले त्यति एक वाक्यमा भन्नुपर्दा चाहे स्कुल सुधार्न होस्, चाहे सरकारी कार्यालय सुधार्न होस्, चाहे बच्चालाई सिकाउन होस्, त्यो प्यासन भन्ने चिज कसरी जगाउने कि भन्नु न। म जुन पेसामा छु, जस्तो तपाईँ पत्रकार हुनुहुन्छ नि, तपाईँ भित्रैदेखि पत्रकारमा रमाउनु भयो, मजा लिनुभयो भने काम फरक हुन्छ होइन त। म यो नलिनुपर्ने पेसा लिएँ, यो म बाध्यताले आएँ भन्यो भने तपाईँले वही दिन कटाउने मात्रै हुन्छ नि। ठ्याक्कै त्यही प्रवृत्ति कक्षा कोठामा, स्कुलमा, सरकारी कार्यालयमा सबैमा लागु हुन्छ। मैले अनुभव गरेको कुरा चाहिँ त्यो। सर, जस्तो एउटा चाहिँ विद्यालय राम्रो हुनको लागि सरको भनाइअनुसार चाहिँ व्यक्ति चाहिँ पहिला चाहिँ डेडिकेट भएर लाग्नु पर्यो। व्यक्ति सबभन्दा महत्त्वपूर्ण हो, स्रोत साधन दोस्रो कुरा होइन। हामीलाई कहिले कहिले कस्तो बहस हुन्छ भने स्रोत साधन भयो भने स्कुल बन्छ, स्रोत साधन चाहिन्छ, नचाहिने होइन, तर नेतृत्व टिम राम्रो छैन भने भएको स्रोत साधन पनि राम्रो सदुपयोग हुन सक्दैन है। फेरि नेतृत्व टिम समूह त्यो सबै राम्रो छ भने स्रोत साधन पनि खोज्छ क्या, त्यसले ल्याउँछ, लबी गर्छ, विश्वास दिलाउँछ, ल्याउँछ। त्यसो भएर हामीले स्कुल केले बन्छ भन्यो भने राम्रो जनशक्तिले स्कुल बन्छ, राम्रो नेतृत्वले स्कुल बन्छ है। तपाईँ असल नेतृत्व भयो भने, प्रभावकारी नेतृत्व भयो भने के हुन्छ, टिमवर्क बनाउँछ, उसले लङ टर्मलाई सोच्छ कि। सानातिना कुरामा कम्प्रोमाइज गर्ने हो भने सबैको त काम मिल्छ त नि, कुरा मिल्दैन होइन त। यो स्कुल मिलाउँ ल साथी हो, हाम्रो लामो यात्रा छ भन्यो भने टिमवर्क बन्छ त्यहाँ। जब इन्टरनल टिमवर्क बन्छ त्यसको अर्कै भाइब आउँछ कि स्कुलमा। स्कुल जहाँ बनिएको छ नि त्यहाँ चाहिँ धेरैले कम्प्रोमाइज गरेर बनिएको छ। घरमा त तपाईँको परिवारसँग कम्प्रोमाइज गर्नुपर्छ भने, एउटै रूपमा बस्छु भनेकाले त कम्प्रोमाइज गर्नुपर्छ भने, स्कुल भनेको त तपाईँको कति थरी विचार हुन्छ त्यहाँ, ल भन्नु त। सबैलाई मिलाउन सक्ने केले हो भनेको त्यही प्रिन्सिपल हो, त्यही हेड टिचर हो, त्यही व्यवस्थापन समितिको अध्यक्ष हो। मैले पनि पहिला भौतिक स्रोत साधनलाई बढी बल गरेँ, पछि अनुभव पनि गर्दै गएँ, अध्ययन पनि हेर्दै गएँ। भौतिक स्रोत साधन अरू कुराहरू दोस्रो तेस्रो चौथो नम्बरमा आउने रहेछ क्या। पहिलो नम्बर चाहिँ नेतृत्व, पहिलो नम्बर शिक्षक, पहिलो नम्बर अभिभावक, त्यो सबै मिल्यो भने स्कुल चाहिँ एकदमै बन्न गाह्रो छैन। त्यस भएर हामीले त्यस्तो जनशक्ति उत्पादन पनि गर्न सकेका छैनौँ, नेतृत्व पनि उत्पादन गर्न सकेका छैनौँ। त्यसै बन्ने होइन कि युनिभर्सिटीमा डिग्री पास गरेर ब्याचलर पास गरेर आउने बित्तिकै नेतृत्व बनिहाल्छ भन्ने पनि होइन। त्यसलाई त प्रशस्त मात्रामा इन्भेस्टमेन्ट गर्नुपर्छ। अब अहिले कसरी बने भन्दा आफै सिकेर, आफै पढेर, आफै हेरेर, अरूका सुनेर गरेको हो त नि। अब हाम्रो शिक्षकहरूले त अहिले प्रधानाध्यापकहरूले भनेपछि एउटा कुनै पनि संरचना अथवा कुनै पनि संस्था बन्नको लागि चाहिँ एउटा व्यक्तिको सोचले परिवर्तन गर्छ। लिडरसिप डज म्याटर भन्छ। लिडरसिप डज म्याटर भनेको के हुन्छ भने तपाईँको यो राजनीतिमा पनि लागु हुन्छ, यो सङ्गठन सरकारी निकायमा पनि लागु हुन्छ, हामीलाई पनि हुन्थ्यो।
त्यही सचिव हो, तिनै कर्मचारी हो, कोही कोही सचिवसँग काम गर्दा बडो आनन्द आउँथ्यो, कोहीसँग चाहिँ त्यति मजा आउँथेन कि। आखिरमा नियम कानुन पद्धति त सबै त्यही हो। अब फेरि मभन्दा तलको कर्मचारीलाई त्यस्तै लाग्थ्यो होला, फेरि अर्को हाकिमसँग काम गर्दा सजिलो थियो, मसँग काम गर्दा असजिलो भएको पनि हुनसक्छ। हो त्यसो भएपछि त त्यो के रहेछ भने त्यो भएको टिमलाई सबैलाई मिलाउन सक्ने को रहेछ भन्दा त्यही नेतृत्व रहेछ। त्यसो यो बहस अलिक कम छ। मेरो एउटा अनुरोध चाहिँ तपाईँहरू जस्तो शिक्षामा लागेका साथीहरूले नेतृत्व राम्रो भयो भने विद्यालय, शिक्षालयहरू, क्याम्पसहरू सबै चाहिँ सुधारको गतिमा जान्छ। त्यही त सर, जस्तो अब एउटा चाहिँ नचलेको विद्यालय होइन सर, अब जीर्ण अवस्थामा भएको विद्यालयहरू पनि एउटा लिडर, एउटा राम्रो प्रिन्सिपल गरेर चाहिँ फेरि चाहिँ अब एउटा साख जोगाएको पनि हामी उदाहरण पाउँछौँ। अब एकदमै यो कुराहरू पनि हामीले अहिले चाहिँ हेरिराखेका छौँ होइन। जति पनि अहिले नमुना अर्थात् ठुला स्कुलहरू भनेर देखिया छ, त्यसको नेतृत्व अलि अरूभन्दा फरक भएर त्यस्तो भयो कि। जसले अलिक डाइनामिक हिसाबले सोचिरहेछ त्यो स्कुलहरू तपाईँले भन्नु न एकदमै कमजोर भएका स्कुलहरू पनि सुध्रिन थालिया छ होइन। हेर्नु न, जहाँनिर नेतृत्व कमजोरी छ त्यहाँ चाहिँ राम्रा स्कुलहरू पनि बिस्तारै घट्दै गइरहेछ होइन। त्यो अरू त सरकारी सहयोग, अरू त उही नै हो, दरबन्दी दिने हो। हामीले कहिले दरबन्दी पुगेन, यो पुगेन, यो पुगेन भन्छौँ होइन। त्यो त सधैँ रहन्छ कि यो चिज चाहिँ। पहिला भएकालाई कसरी म्यानेज गर्ने, अनि अहिलेको प्रेजेन्ट कन्डिसनलाई म्यानेज गर्न सक्यो भने त्यो मान्छेले अरू खोज्न पनि सक्छ, अरू ल्याउन पनि सक्दो रहेछ। सर, जस्तो अब यो विद्यालयको कुरा गर्दा पहिला चाहिँ जस्तो अब केन्द्रबाटै अब चाहिँ नियमनहरू हुन्थ्यो होइन सर। अब यो संरचना चेन्ज भएपछि अब चाहिँ नेपाल सरकारको अब चाहिँ 3 तहको सरकार बन्यो, जस्तो स्थानीय सरकार, अब प्रदेश र अब चाहिँ केन्द्र होइन सर। अब यो हुँदा चाहिँ अलिकति बढी सुधार भएको सर स्थानीय तहले विद्यालय हेरिसकेपछि? अब जरुर भएको छ। मान्छेले धेरै कुरा गर्छन्, स्थानीय तहले हेरिसकेपछि के भएको छ भने हिजो स्कुल कसको हो भन्ने थियो होइन। अब यो मुलुकका सबै स्कुल शिक्षा मन्त्रालयको भनेर पुग्थेन कि, पहुँचै पुग्थेन नि त त्यहाँ त होइन। त्यसपछि क्षेत्रीय निर्देशनालय, जिल्ला शिक्षा कार्यालय, स्रोत केन्द्र जान्थ्यो। अब स्थानीय तह, स्कुल हाम्रो हो भन्ने चाहिँ एउटा इन्टिटी भेटियो, स्थानीय तह होइन त। अनि स्कुलको गभर्नेन्स सम्बन्धी काम त सबै त्यही भएको छ नि त। अब नीतिको कुरा, करिकुलमको, परीक्षाको मापदण्डहरू, टिचरको कुरा माथिबाटै छ। तर स्कुलको त्यो हाम्रो हो भनेपछि देखभाल बढ्छ होइन त, सोधखोज बढ्छ, अन्तर्क्रिया बढ्छ। त्यसो भएर मैले त अहिले कहिले कस्तो देखाएको छु भने धेरै नै परिवर्तन भएको छ। भलै विद्यार्थीको सिकाइ उपलब्धिमा देखिने परिवर्तन भएको छैन, त्यो एकैचोटि हुने पनि होइन होइन। यो वर्षको अर्को वर्ष हुने पनि होइन, त्यो सम्भव पनि छैन। थोरै थोरै गर्दै जाने हुनसक्छ। तर अहिलेको ट्रेन्डहरू कन्टिन्यू भयो भने धेरै पालिकाहरूले राम्रो नतिजा हामीले केही वर्षमा देख्न सक्छौँ। भलै केही समस्याहरू, केही राजनीतिक दृष्टिकोणले शिक्षकलाई हेरिएका कुराहरू, नमिलेका कुराहरू केही छन् आफ्नो ठाउँमा हो, तर ती माइनर छन्, ती माइनर छन्। र यो जवाफदेहिताको प्रश्न चाहिँ अब सायद नयाँ ऐन बनेपछि हुन्छ होला। अहिले कस्तो छ भने स्कुलमा द्वैत जवाफदेहिता भयो कि, स्कुलहरू चाहिँ सम्पूर्ण रूपमा स्थानीय तहप्रति जवाफदेही हुनुपर्ने हो है। तर अहिलेको हाम्रो सिस्टमले त्यता बनाइरहेको छैन। अब नयाँ ऐनले त्यसलाई गर्यो भने यो सुधारको गति धेरै छिटो हुन्छ। र यसमा मैले भन्नै पर्छ, शिक्षकको पेसागत विकास, सेवा शर्तको सुरक्षाका जस्ता कुराहरू कानुनमै व्यवस्थित गर्नुपर्छ कि। कतिपय ठाउँमा अलि इमेच्युरिटी देखिएर राजनीतिक आँखाले हेर्ने, सरुवा गर्ने, दरबन्दी मिलान भन्ने, अपाय पर्ने जस्ता कुराहरू त्यस्तो गर्न हुन्न होइन। त्यसलाई चाहिँ अबको दिनमा चाहिँ सुधारेर गयो भने यो धेरै नै हिसाबले सुध्रिन्छौँ हामी। सो जस्तो अब चाहिँ हामीले के गर्छौँ भनेपछि शिक्षालाई चाहिँ कहिलेकाहीँ ठुलो समस्याको रूपमा लिइदिन्छौँ होइन सर। जस्तो अब त्यसमा त्यो विषयमा चाहिँ अब विभिन्न अब शिक्षक महासङ्घदेखि लिएर विभिन्न अब आबद्ध भएका शिक्षकहरूको चाहिँ अब बेला बखतमा चाहिँ धर्ना कार्यक्रमहरू पनि रहन्छ। र कस्तो कुराहरू चाहिँ बढी टेबलमा आउँथ्यो सर समस्याहरू लिएर सर? यसो हुन्थ्यो, जो आउन सक्थ्यो उसैको समस्या आउने हो कि सरकारमा होइन। जस्तो शिक्षामा के हुन्छ, विद्यार्थी छ, अभिभावक छ, शिक्षक छ, समुदाय छ, शिक्षाविदहरू छ, अनि स्थानीय समाजसेवीहरू छ होइन।
काठमाडौँ सिंहदरबार आउन सक्ने को हो भन्दा पहिला शिक्षक हो होइन। मैले शिक्षकको माग नाजायज माग लिएर आएँ भन्न खोजिनँ, तर विद्यार्थीको बारेमा त कुरा आउँथेन, किन सङ्गठित नै थिएन। अभिभावकको पनि एउटा दुईवटा सङ्गठन थियो, त्यति जुझारु भइसकेका थिएन, व्यवस्थापन समिति भइसकेका थिएन। शिक्षा मन्त्रालयमा धेरै समय चाहिँ यो नसुल्झिएर बसेको र सधैँ वार्ता गर्नुपर्ने शिक्षकको माग हुन्थ्यो होइन। अब लामो समयसम्म अस्थायी रह्यो, थाहै गर्न नसकिने, बिचमा एकपल्ट गरियो। अब सिस्टमले क्रिएट गरे हो त भन्यो, अब राज शिक्षक भन्यो, इसिडीको भन्यो, यो भन्यो त्यो भन्यो होइन। अनि उहाँहरूको चाहिँ जिन्दगी त्यसमा गइसक्यो। फेरि यसो हाम्रो आँखाले हेर्दा बेठिक पनि छैन, मान्छेलाई शिक्षक सेवा आयोग खोलिदिएर दरबन्दी बनाइदिएको भए त थाहै हुन पाउँथे होइन। अब त्यो गर्न सकिया छैन। हामीलाई त्यो माग चाहिँ सम्बोधन गर्नु 20औं वर्ष भयो भन्दा कसरी बेठिक भन्ने। अब त्यहाँ वार्ता गर्यो, सम्झौता गर्यो, त्यसपछि अरू मन्त्रालयहरूमा गयो, कहाँ सकिन्छ र यो भनेर फेरि यस्तैमा अल्झिने के। धेरै शिक्षकको त अत्यन्त पेचिलो बनिरह्यो। यो एउटा शिक्षकलाई हेर्ने दृष्टिकोण पनि अलिक फरक छ कि हाम्रो चाहिँ होइन। त्यो दृष्टिकोण पनि अलिकति सकारात्मक हुनुपर्ने हुन्छ। जस्तो अब चाहिँ नेपाली शिक्षक महासङ्घले गत वर्ष पनि आन्दोलन गरेर केही सम्झौताहरू भएको छ, फेरि आन्दोलनको घोषणा छ, तर मागहरू हेर्दा चाहिँ सेम मागै छ सर होइन। लामो समयदेखि उहाँहरूलाई नि प्रेसर रहेछ के अरे होइन। कतिपय कुराहरू वास्तवमा मुलुकको विधि पद्धति बमोजिम पनि हुनुपर्ने हुन्छ होइन। हामीले बाल विकासको कुन सन्दर्भमा सिर्जना गरेका थियौँ, अब सङ्घीयतामा गइसकेपछि समायोजनको मुद्दा के हो होइन। यी विषयहरू त मेरो अनुरोध त के हो भने शिक्षक महासङ्घ पनि क्लियर हुनुपर्छ कि यसमा चाहिँ होइन। मुलुक सङ्घीयतामा गयो, त्यो गयो भनेपछि कानुनले सेवा शर्त सुरक्षा गर्ने कुरा एउटा पाठ हो होइन त। तर समायोजनको उपाय के त उहाँहरूले पनि दिनु पर्यो। अनि त्यो उहाँहरूले पनि नदिने, सरकारको तर्फबाट पनि आएको कुराहरू अन्तर मन्त्रालय नै समन्वय गरेर गर्न नसकिने भनेपछि त मुद्दा त यथावत रह्यो। अनि त्यहाँबाट एउटा सम्झौता हुन्छ, अनि त्यसपछि त्यति बेला थामथुम हुन्छ, अनि बल गरिन्छ, त्यहाँबाट फेरि हुँदैन, फेरि बाँकी रहन्छ, अर्को पल्ट ल्याउने हुन्छ। यो चक्र चलेको त धेरै भयो। यो टुङ्गिने चाहिँ कसरी टुङ्गिन्छ होला सर? होइन, टुङ्गिन त वार्ता संवाद छलफलै हो, त्यसको त विकल्पै छैन नि होइन। तिनवटा कुरा भयो कि, एउटा अन्तर्राष्ट्रिय अनुभव पनि हेर्नु पर्यो होइन, मुलुकको संविधान कानुन पद्धतिहरू पनि हेर्नु पर्यो, र शिक्षकलाई व्यवहारिक रूपबाट पनि आँखाबाट पनि हेर्नु पर्यो। यो तिनवटा कुरा गर्ने हो भने, जस्तो शिक्षक साथीहरूले पनि के भन्नु मिल्दैन भने समायोजनकै हामी त्यसमा जाँदैनौँ, कर्मचारीहरू सबै समायोजनमा गइसके, प्रहरीको समायोजन प्रदेशसम्म हुने भनेर कानुनहरू बनिरहेछ भने शिक्षकहरूको समायोजनै हुन्न भन्ने चाहिँ मिल्छ जस्तो मलाई लाग्दैन कि होइन। अब हो यस्तो विषयहरू चाहिँ टेबलमा बसेर अनि विज्ञको पनि राय सुनेर यो दिनेर लिनेको मात्रै कुरा भएन। यो त समाजको, सोसाइटीको, मुलुकलाई ठुलो इम्प्याक्ट पर्ने कुरा हो नि त। जोडिया छ। त्यसो भएर वार्ता संवादभन्दा अर्को विकल्प त छँदै छैन मैले देखेको। र बरु यसमा चाहिँ थिङ्क ट्याङ्कको सहयोग चाहिँ उपयोगी हुनसक्छ होइन। त्यसमा चाहिँ समायोजनको मोडल यो हुनसक्छ होइन। अब अरू सेवा सुविधाको मोडल यो हुनसक्छ। र मैले देखेको, मेरो पनि अनुभव भएको, अब साथीहरू कहाँसम्म कसरी छलफल भयो पछिल्लो चरण त मलाई त्यति जानकारी भएन। समायोजनको मुद्दामा प्रवेश गरेर त्यसलाई सल्टाउने हो भने त्यहाँभित्र शिक्षक साथीहरूको यो हायरार्कीको ग्रेड नमिलेको, यो नमिलेको, त्यो नमिलेको 4-5वटा माग चाहिँ त्यसले सम्बोधन गरिहाल्छ कि। अब हामी त्यसैमा पसेनौँ र यसैमा मात्रै अल्झ्यौँ भने त्यो 5वटा रहिरहन्छ होइन। त्यसो भएर गर्नुपर्ने त संवाद नै हो, टेबलमै बसेर गर्नुपर्ने हो। परिस्थिति बदलिएपछि अब हामी पनि बदलिन पर्छ होइन। अब हामी त कस्तो चपेटा पऱ्यौँ भने नि मलाई कहिले कहिले अचम्म लाग्छ यसो नागरिक भएर सोच्दाखेरि। अब संसारमा एआईले यसरी लखेटिरहेछ कि होइन। मैले आज मात्रै पनि एउटा पेपर पढ्दै थिएँ, उसले त के भन्छ भने 2027 सन् 27-28तिर 28 कि 29तिर त धेरै जबहरू एआईले गर्छ भन्छ होइन। त्यो पेपरले त सन् 2035मा चाहिँ ह्युम्यानिटीलाई थ्रेट गर्ने सम्भावना छ भन्छ।
एआई 2027 भन्ने एउटा रिसर्च रहेछ, बिबिसीको वर्ल्ड सर्भिसको एउटा डकुमेन्ट्री बनाएर रहेछ। अब उतातिर त्यस्तो छ अवस्था। अब हामी यहाँ चाहिँ अर्को चिजले लडाइँ गरिरहेछ होइन त। हाम्रा टिचरहरू एआई मैत्री कसरी बन्ने, त्यसलाई प्रयोग गर्न कसरी गर्नुपर्ने भन्नेतिर जानुपर्ने होइन त। अब एकैचोटि यो टेबलमा यो माग कुरा नहुँदै एआईले चाहिँ भोलि के त सबैले त्यो प्रयोग गर्न र एकैचोटि आउन थाल्यो भने त त्यो हाम्रो जब नखाइदेला भन्ने छैन नि अहिले। ल भन्नु त। अहिले त अब चाहिँ अनलाइनकै कति विकास भयो होइन सर। अहिले मैले सुन्छु अब वेबसाइट बनाउन चाहिँ अब टेक्निकल पर्सन चाहिँदैन भन्ने आइसक्यो होइन त। एआईले कति मिनटमा बनाइदिन्छ भनेर मैले सुनिरहेको छु। म त्यसो विज्ञ त होइन। भोलि शिक्षाको पनि त्यस्तै आधा काम एआईले गर्ने भयो भनेर आयो भने अनि त्यति बेला हामी के गर्छौँ? यस्तो छ नि सर, जस्तो अब चाहिँ के भनेपछि एउटा टिचरले म्याथ पढाउँदा कति झर्को मानेर रिपिट गर्छ होइन सर, 2 चोटि 3 चोटि। तर अहिले चाहिँ अब चाहिँ अनलाइन क्लासहरू छ, जतिपल्ट हेरे पनि भयो। अनि त्यो त अब विद्यार्थीले पनि धेरै बुझ्ने भयो। यो एउटा रिप्लेस त अब चाहिँ लगभग भइसकेको छ, तर हुने सम्भावना। त्यसो भएर मैले देखेको त शिक्षामा हामीले चाहिँ अरू मुद्दाहरूलाई अब तत्काल सम्बोधन गरेर एआईलाई कसरी प्रयोग गर्ने, कसरी हामीहरू क्यापासिटी बढाउँदै जाने। हाम्रो टिचर पनि क्यापासिटी बढ्नु पऱ्यो, हाम्रो म्यानेजर पनि क्यापासिटी बढ्नु पऱ्यो होइन। हो त्यतातिर गइयो भने मलाई लाग्छ त्यो सर्भाइभ भइँदै गइन्छ होला। तर मैले अब छैन भनेर यत्तिकै बस्यौँ भने नयाँ नयाँ टुलले अटोमेटिक रिप्लेस गर्छ जस्तो लाग्छ मलाई चाहिँ। सर जस्तो अब चाहिँ हामीले बस गर्दा चाहिँ जस्तो शिक्षकहरूको कुरा आउँदा अथवा चाहिँ समग्र शिक्षाको कुरा आउँदा चाहिँ गुणस्तर शिक्षा कसरी दिने, अब भर्खर हामीले चर्चा गरेको जस्तो अब चाहिँ समय सापेक्ष अब चाहिँ टुल्सहरू, अनलाइनको कुराहरू, अब एआईका कुराहरू कसरी सदुपयोग भन्ने खालको चाहिँ बस अब चाहिँ सुरु भएको छ कि अथवा चाहिँ के छ सर? यस्तो हुन्छ, एउटा संसारमै पनि कस्तो हुन्छ भने पहिला बहस चाहिँ पहुँचको हुन्छ क्या, त्यसको पनि चरण छ क्या त्यो हेर्नुहोस् है। पहुँचको बहस पुरा भएपछि अनि समता सबै छ कि छैन भन्ने हुन्छ, अनि गुणस्तर पुरै ध्यान त्यसमा लाग्ने हो। तर हाम्रो दुर्भाग्य के भयो भने हाम्रो पहुँचको मुद्दा अझै पनि सकिया छैन, समताको मुद्दा अझै बाँकी छ। भन्नु न, अपाङ्गता भएका एकदम सीमान्तकृत वर्ग समुदाय स्कुलमा आउन नसक्ने, एकदम गरिबीमा रहेकाहरू आउन नसक्ने अवस्था त अहिले पनि छ। हामीले 2015सम्म के सोचेका थियौँ भने अब यो 2015सम्म पहुँचको मुद्दा चाहिँ सक्छौँ भनेको पूर्वाधारहरू बन्छ, स्कुल नजिक नजिक हुन्छ, टिचरहरू नम्बर पुर्याइन्छ भन्ने थियो। अब भूकम्प गयो, फेरि त्यो लगानी के गर्नु पर्यो, फेरि पहुँचतिर डाइभर्ट गर्नु पर्यो होइन त। अनि क्वालिटीमा अहिले बहसै हुँदैन भनेको होइन, तर ध्यान बाँडिएपछि तपाईँ एकजनाको ध्यान चाहिँ मिडियामै लाग्नु भएको छ र न त्यसैलाई राम्रो बनाउँदै जानु भएको छ। तपाईँ व्यापार पनि गर्ने, अर्को पनि गर्नु, मिडिया पनि चलाउने भन्यो भने त तपाईँको ध्यान बाँडिन्छ नि। अहिले हाम्रो अवस्था त्यही भइरहेको छ कि पहुँचमा पनि ध्यान दिनु परेको छ, त्यो इक्विटीमा पनि ध्यान दिनु परेको छ, गुणस्तरमा पनि ध्यान दिनु परेको छ। अब त्यो ध्यान बाँडिएपछि के भयो भने गुणस्तरले त्यति धेरै जति पाउनु पर्ने हो त्यति ध्यान पाइरहेको छैन। यो त बहस के हुनुपर्ने भने जस्तो अहिले हाम्रो होल ध्यान एआईले कसरी विद्यार्थीको सिकाइलाई सहजीकरण गर्छ भनेर हुनुपर्ने मुलुक भयो। हामी त्योभन्दा अगाडि आइसिटीकै बहस सकिया थिएन हाम्रो होइन त। कम्प्युटर पुर्याउने, टेक्नोलोजी पुर्याउने, इन्टरनेट पुर्याउनेमै छौँ नि त हामी त। अब कतिपय पुगेर पनि चल्दैन। अब त्यो भएको चिज पनि प्रयोग गर्न सकिया छैन। स्मार्ट बोर्ड छ, इन्टरनेट स्लो भएको हुनाले प्रयोग गर्न सकिया छैन भनेपछि हामीले आइसिटीकै फेजमा छौँ हामी। त्यसपछि एआईवालाको त बाँकी नै रह्यो अब त होइन। त्यसो भएर हाम्रो ध्यान मैले हेर्दा नियत चाहिँ खराब होइन कसैको पनि होइन, त्यो ध्यान बाँडिएको हुनाले त्यसमा चाहिँ बढी क्वालिटीमा त्यति धेरै बहस, अन्तर्क्रिया, छलफल, लगानी गर्न मुलुकले पनि सकेका छैन, स्कुलहरूले पनि सकेका छैन। सर जस्तो हामीले कहिलेकाहीँ के सुन्छ भनेपछि यो नागरिक अथवा चाहिँ 2 खाले 3 खाले नागरिक उत्पादन गरिरहेका छौँ भन्छौँ होइन सर। जस्तो सामुदायिक विद्यालयमा पढेर आउने विद्यार्थीहरू अहिले चाहिँ संस्थागत विद्यालय होइन सर, अहिले फेरि अब यो चाहिँ आइबी स्कुलहरू पनि छ होइन सर। यो खालको चाहिँ कसरी चाहिँ हेर्नु भएको छ सर, के हो सर? यो त हामीले विगतमा देखि निरन्तरता स्वरूप आएको नीतिहरूको अहिले रिजल्ट मात्रै हो होइन। अब यसले त्यति राम्रो गर्दैन सोसाइटीलाई
यसले किन राम्रो गर्दैन भने एउटै सोसाइटीको मान्छे एउटै स्कुलमा जान्थ्यो र मिक्सअप हुन्थ्यो कि पहिला। त्यहाँ धनी पनि थियो, गरिब पनि थियो, कर्मचारीको छोराछोरी पनि थियो, शिक्षकको छोराछोरी पनि थियो, होइन, कामदारको छोराछोरी पनि थियो, तिनीहरू मिसिन्थे। त्यो मिसिँदा त्यो कल्चर सिक्ने के गर्ने कुराहरू पनि हुन्थ्यो। अब अहिले मैले यसो हेर्छु मेरो 12 छरछिमेकमा मलाई लाग्छ 10वटा गाडी आउँछ, 10वटा डिफ्रेन्ट स्कुलको गाडी आउँछ भनेपछि त्यो त्यहाँ भएको कति होला, मेरो वरिपरिको त 20-50 घरकोमा 10वटा स्कुलमा जाने भयो भनेपछि कोही एकदम महँगोमा गएको छ, कोही गएको छ, कोही गएको छ भनेपछि ती सोसाइटीमा त भेटै नहुने भयो। अब घर पसेपछि बाहिर निस्कने खेल्ने ठाउँ छैन अनि स्कुल जाने फरक छ भनेपछि मलाई लाग्छ यसले समाजमा जोड्ने तत्त्वहरूको अभाव देखिन्छ भविष्यमा है। अब यसको उपाय के हो त भन्नुभयो भने यसको उपाय चाहिँ सार्वजनिक स्कुलहरू बलियो बनाएर लार्ज सेक्सन चाहिँ त्यहाँ जाने बनाउनुपर्छ कि हैन। अब हामीले विगतदेखि कानुनले दियौँ, कानुनले दिएको अधिकार प्रयोग गरेर निजी स्कुल रहला हैन। अब त्यो कानुन रहँदासम्म त रहनु पर्यो नि त। अनि अब त्यो कसरी रहला, सङ्ख्या घट्ला बढ्ला आफ्नो ठाउँमा छ, तर त्यो हाम्रो ध्यान के भयो भने त्यसलाई ठिक गर्छु भन्दा पनि यो सुधार्छु भन्नुपर्ने रहेछ कि हैन। जस्तै अहिले हामी यहाँ देखिन्छ नि त, यदि खानेपानीको धारामा सफा पानी आउने हो भने हैन मान्छेले त्यो जार किन्ने अर्को किन्नै गर्दैन नि त हैन। अब खालि जार व्यवसायलाई अरूलाई गाली गरेर के गर्नु, यो त धारोमा पानी सफा आएको छैन, राम्रो आएको छैन, अनि उसले जारको त चोइस त खोजिहाल्छ मान्छेले। अहिले भएको त्यही त भने हाम्रो चाहिँ हैन। त्यसो भएर यो शिक्षा चाहिँ समाजको इक्वलाइजर पनि हो हेर्नुहोस् है, डिभाइडर पनि हो। यदि शिक्षालाई यसरी फरक गर्दै गइयो भने एउटै सोसाइटीमा 2-3 4वटा वर्ग भन्ने हुन्छ। र फेरि यो के हुन्छ भने नि एउटा निजी स्कुलको साथीहरूले नबुझेको कुरा मैले भन्ने गर्थेँ, उहाँहरूले नबुझेको कुरा के हो भने यदि यसलाई सुविधा थप्ने नाममा कमोडिटी बनाउन थालियो भने भोलि अर्कोले नयाँ आउँछ, धेरै लगानी गर्छ, राम्रो बनाउँछ, स्विमिङ पुल थप्छ, बढी लिन्छ, मान्छे त्यहाँ गइदिन्छ। यो उहाँहरूलाई पनि घातक छ क्या। हेर्नुहोस् एउटा लेभलभन्दा माथि जरुरी छैन नि स्कुलमा स्विमिङ पुल चाहिन्छ भन्ने होइन नि हैन। स्विमिङ पुल त अर्कोले चलायो हुन्छ, स्कुलमा त सबैले एफोर्ड गर्न सक्ने चिज हुनु पर्यो नि। उहाँहरूलाई अहिले थाहा छैन हेर्नुहोस् हैन। मैले त भन्ने गर्थेँ निजी स्कुलका साथीहरूलाई, यदि तपाईँहरूले यो शिक्षालाई कमोडिटी किनबेच जस्तो बनाउँदै जान दिने हो भने अहिले आइरहेछ त। अहिले तपाईँ हामीले हेरेको भन्दा 10 वर्षभन्दा अगाडि यति ठुल्ठुला स्कुलहरू बनाउन थाले कि त्यसले साना स्कुललाई मर्का परिरहेछ। त्यसो भएर शिक्षालाई सबैले मुलुकमा एग्री गर्नुपर्ने कुरा के हो भने शिक्षा धेरै कमोडिटीको वस्तु बनाउने चिज होइन, किनबेचको चिज बनाउने होइन। ठिक छ, केही कानुनले दियो एउटा निश्चित मापदण्डमा कहिलेसम्म चल्ने हो, स्कुलहरू निजी स्कुल चल्छन् भनेर पनि स्वीकार्नु पर्यो। कानुनले दिए अधिकार हो नि त हैन। उनीहरूलाई यदि त्यो सङ्ख्या घटाउने हो भने त सामुदायिक सुधार दिनु पर्यो। यसलाई गर्यो भने त समुदायको चोइस छ नि त। त्यहाँ त मान्छे मेरो टोलको मान्छेहरूले 10वटा स्कुलमा पढाउँदा त त्यो 10वटा स्कुलको त लेभल फरक छ नि हेर्नु हैन। अहिले हरेकलाई कस्तो भइसक्यो भने गाडी भएन भने बच्चालाई स्कुल पठाउन सोसियल प्रेस्टिजको कुरा आयो क्या। नजिकको स्कुलमा पढ्ने वातावरण बनाउने भने त गाडी नै चाहिँदैन हैन। हो त्यसो भएर यो समाजमा यदि एजुकेसनलाई इक्वलाइजर बनाउन जानियो भने कसैलाई दोष नलाइकन भन्दाखेरि यो डोमेनमा प्रवेश गर्नुपर्छ र यसमा निजीको साथीहरूले पनि सहयोग गर्नुपर्छ। किन सहयोग गर्नुपर्छ भने यो धेरै कमोडिटीको वस्तु हुने हो भने अलि धेरै पैसा आउने मान्छे राम्रो रेस्टुरेन्टमा बसेर खान्छ हैन। भोलि राम्रो रेस्टुरेन्टको परिभाषा पनि बदलिन्छ, त्यसपछि त उहाँहरूलाई पनि त प्रेसर हुन्छ नि। तर यो चाहिँ बुझाउन सकिएको छैन। होइन सर, यो पनि देखिएको छ जस्तो चाहिँ केही विद्यालयहरू छन् जस्तो अब यो भूकम्पको नाउँमा लकडाउनको नाउँमा विद्यालय चलाउन नसकेर बन्द भएको अवस्था पनि छ सर निजी विद्यालयहरू होइन सर। त्यही अब चाहिँ आफ्नो बच्चाहरू अब कस्तो देखियो भनेपछि चाहिँ एउटा विद्यालयमा 100-150 विद्यार्थी थियो, अब त्यो भूकम्प र अब यो लकडाउनको समयमा चाहिँ 30-40 जना विद्यार्थीहरू अन्त स्कुलमा गइदियो अथवा चाहिँ गाउँमा गयो, त्यो यहाँ काठमाडौँ छोडेर गयो। त्यो हुँदा चाहिँ त्यो विद्यालयमा विद्यार्थी सङ्ख्या 40-60 को भयो।
त्यो विद्यालयहरू रन पनि गर्न सकेन। त्यो हुँदा धेरै विद्यालयहरू चाहिँ अब चाहिँ नरहेको अवस्था छ सर, विद्यार्थी सञ्चालन नसकेको अवस्था छ। सरले भन्ने कुरा चाहिँ यहाँ ठ्याक्क मिलायो। र अर्को कुरा भनेको सर, जस्तो अब चाहिँ अभिभावकको चेतनामा कमी हो कि सर? जस्तो अब चाहिँ हामी पाउँछौँ, जस्तो अब चाहिँ एउटा विद्यालय हुन्छ ललितपुरमा, अर्को त्यो विद्यार्थी आइरहेको हुन्छ कलमखीबाट, बालाजुबाट आइराखेको हुन्छ नि सर। त्यहाँ पनि राम्रा राम्रा विद्यालयहरू छन् जस्तो खोज्ने हो भने त्यो चाहिँ अभिभावकको चेतना हो कि होइन? चेतना पनि होइन। एउटा कुरा के हो भने छोराछोरीको लागि राम्रो गरौँ भन्ने सबै अभिभावकको चाहना हुन्छ होइन त। अब स्कुल रोज्ने कुरा कहिले कहिले नेटवर्कले, सोसियल कनेक्सनले नि काम गर्छ कि होइन? त्यो मतलब त्यहाँ विश्वास हुन्छ तपाईँको होइन? अब मानौँ उहाँ चाहिँ कोही मान्छे राम्रो हो भनेको बिचमा जोडिया थियो, सङ्गत राम्रो छ भन्ने लाग्यो भने बस छ टाढाबाट ल्याउँछु भन्छ मान्छेले। अब नीतिले पनि रोकेको छैन फेरि त्यसलाई चाहिँ होइन? अब त्यसो भएर त्यो चाहिँ त्यो नेटवर्किङ, सोसियल कनेक्सनको हिसाबले प्यारेन्ट्सहरूले बच्चाहरूलाई पठाउने, कतिले अफर पनि गरे हुनसक्छ होइन? राम्रो नम्बर ल्यायो भने डिस्काउन्ट दिन्छु, अनि बच्चाले के गर्छ त्यो डिस्काउन्टहरू हेर्ने गर्छ, कसले बढी दिइरहेको हुन्छ भन्ने पनि हेर्छ होइन? र अर्को एउटा जेनरल्ली अहिले ट्रेन्ड कस्तो देखियो भने ठुला स्कुलहरूप्रति अलिक बढी आकर्षण देखियो होइन? अब त्यसको पोजिटिभ पाटो पनि छ। पोजिटिभ पाटो के छ भने त्यो पुल ठुलो भयो भने कम्पिटिसनको दायरा अलिक बदलिन्छ होइन? तर त्यसको नेगेटिभ पाटो पनि छ। नेगेटिभ पाटो के छ भने जब अभिभावकले, शिक्षकले त्यो अभिभावक र बच्चा तीनजनाको बिचमा चिनजान भएन भने त्यो बच्चाले त्यति राम्रो पर्फर्मेन्स नगर्न सक्छ होइन? मलाई कसैले सोध्नुभयो भने मैले चाहिँ त्यही सल्लाह दिने गर्छु कि तपाईँलाई स्कुल जुनमा गए नि खासै फरक पर्दैन, बच्चाले पढ्ने हो होइन त। अब तपाईँले यो कुरा ख्याल गर्नुभयो भने तपाईँ फलानाको छोरा हो, छोरी हो भनेर टिचरले चिन्यो भने उसको ब्याकग्राउन्ड थाहा हुन्छ, प्यारेन्ट्सको ब्याकग्राउन्ड थाहा भयो भने विद्यार्थीलाई ट्रिट गर्न सजिलो हुन्छ कि होइन? ठुलो स्कुलमा त्यो सम्भावना अलिक कम हुन्छ। सर अब हामी फेरि सुरुको कुरामा जोड्यौँ। सर अहिले चाहिँ अब रिटायर भएर चाहिँ बसिरहनु भएको छ होइन सर? तर अब सरको चाहिँ फुर्सद पनि छैन जस्तो पनि हामीलाई लाग्छ, किनभने विभिन्न जस्तो अब सुरु दिनदेखि नै अर्थात् चाहिँ अब चाहिँ सर चाहिँ सर्भिस रन हुँदा पनि अब चाहिँ यस्तो चाहिँ वैचारिक कार्यक्रमहरूमा जाने र सरकारको प्रतिनिधि भएर चाहिँ अब कार्यक्रमहरूमा सहभागी हुने, आफ्नो विचार राख्ने, विचारहरू सुन्ने होइन सर? र सँगसँगै अहिले सर चाहिँ अब चाहिँ अध्यापक काममा पनि लागिरहनु भएको छ होइन सर? त्यो अध्यापकको अलिकति अनुभव सुनाउनु सर। यस्तो हुन्छ, मैले एउटा सिकाइ निरन्तर प्रक्रिया हो भन्छ नि, जीवनभर चलिरहन्छ भन्छ नि। तपाईँ मेरो अनुभव कस्तो हो भने केही न केही सिकिरह्यो भने मान्छे एक्टिभ हुन्छ, ब्रेनको फङ्सन एक्टिभ हुन्छ भन्ने मलाई सरकारले नै छात्रवृत्ति दिएर मास्टर्स पढ्न म बेलायत गएको हुनाले मैले त्यहाँको युनिभर्सिटीमा 1995 तिरको कुरा हो हेर्नु, एकदम उमेर पुगेका मान्छेहरू पनि आई क्लासले पनि पढेको भेट्थेँ। मलाई त्यति बेला यी मान्छेहरूले किन त्यो गरे रहेछन् भन्ने लाग्थ्यो कि त्यति वाइसफुल मान्छे होइन नि भन्ने मेरो त्यति बेलाको रिडिङ। अब मेरो त्यो एकदम इमेच्योर बुद्धि। अहिले पछि आएर जति पनि ऋषिमुनिहरू जति पनि हेरेँ, अध्ययन गरेँ, बुझेँ, तपाईँले जति धेरै अध्ययन गर्नुभयो त्यो मान्छे त्यति मैले कम जाने छु भन्ने अनुभव हुन्छ कि तपाईँ जति धेरै अध्ययन गर्नुभयो अनि तपाईँलाई के अनुभव भइरहेको छ भने मैले ओहो जान्न पर्ने त संसार रहेछ, मैले कम जानिरहेको छु। तपाईँको मनमा जब मैले कम जानिरहेको छु भन्ने लाग्छ नि त्यसपछि म सानो मान्छे भन्ने हुन्छ। मैले सबै चिज जाने छु, सबै चिज छ भन्यो भने त्यो मान्छेले के ठान्छ भने अरूलाई सानो ठान्छ। त्यही भएर हेर्नु न, एकदमै पढेको मान्छे धेरै बोल्दैन होइन, नचाहिने कुरा पनि बोल्दैन, धेरै पनि बोल्दैन, कहीँ गए चाहिए मात्रै बोल्छ। हाम्रो ऋषिमुनिहरू त्यही रहेछ नि त। त्यसो मैले त विद्यार्थीलाई नि भन्ने गर्छु, राम र रावणमा एउटा फरक थियो अरे कि रामलाई चाहिँ घमण्डको ज्ञान थियो अरे, रावणलाई चाहिँ ज्ञानको घमण्ड थियो। हेर्नुहोस् है, भन्न त रावणलाई हामीले भिलेन बनाऊ, रावण पनि एकदमै विद्वान मान्छे हेर्नुहोस् है।
पुलस्त्य ऋषिको नाति विश्ववाकी बुवा नातिको एकदमै त्यो वंश हेर्दाखेरि पनि ऋषिको छोरा नाति हो, आमा राक्षसको छोरी भए पनि होइन। तर उसलाई के थियो एउटा बढी भने मैले धेरै जाने छु भन्ने थियो, म बलियो पनि छु, सुन छ, सबै छ भन्ने थियो। तर रामलाई म त्यो घमण्डले मान्छेलाई बिगार्छ भन्ने थाहा थियो। त्यसो भएर मलाई चाहिँ हिजोको दिनहरूमा पनि जब यो म पढाइतिर जोडिएँ नि, कोभिड कालपछि मलाई अलिकति बढी पढ्न के गर्न चासो बढ्न थाल्यो, किताबहरू हेर्न थालेँ, टिप्न थालेँ। त्यसो भएर त्यो जरुरी मतलब फुर्सद भएन भने आज नपढ्दा पनि हुन्छ छ भने पढ्ने भनेपछि मेरो समय बिताउन मलाई गाह्रै भएन कि होइन। अर्को मैले अरूलाई पनि काम लाग्न सक्छ, मोबाइलहरूमा पोडकास्टहरू सुन्छु मैले होइन, अनि पोडकास्ट सुनेर मैले टिप्छु के यतिकै सुन्न ध्यान डेभिएट हुन्छ। अनि पोडकास्ट सुनेर टिभी भने जस्तो बिहान मात्रै हो मैले BBC वर्ल्ड सर्भिसको एआईको बारेमा एउटा आर्टिकल तयार गर्नु थियो, के भन्दो रहेछ BBCको भनेर यसो खोजेको, AI 2027 भन्ने रिसर्च रिपोर्ट रहेछ। पहिला त्यो ओपन एआई कि कहाँ काम गरेकै कर्मचारी म्यानेजर चाहिँ बाहिर निस्केर फ्युचर अफ एआई भन्ने प्रोजेक्ट बनाएर काम सुरु गरेका रहेछन् होइन। त्यो सुन्दाखेरि अनि टिपेँ, त्यो त मेरो प्रोपर्टी भयो नि त। त्यतिकै मोबाइलमा अरू स्क्रोल गरेको भए पनि हुन्छ। अनि म नि मान्छे हो, कहिले कहिले मोबाइलमा त हात गइहाल्छ, सामाजिक सञ्जालमा गइहाल्छ, तर मैले अपडेट गर्दिनँ केही पनि होइन। त्यसो भएर रिटायर पछि अब तपाईँहरू यस्तै साथीहरूको बिचमा भयो, बेलुकाको समय विद्यार्थीहरूको अलिकति इन्टरेक्सन हुने भयो, कहिले कहिले थेसिस पढ्ने हुन्छ, कुनै साथीले लेख माग्नुहुन्छ। अहिले कस्तो भइरहेछ भने नदिन पनि गाह्रो। अनि हाम्रो यो हेड सरहरूले सबैले त के सम्भव चिनजान त्यो पनि सम्पर्क पनि छैन होला, उहाँहरूले माग्नुहुन्छ स्कुलमा सरको एउटा आर्टिकल राख्न पाए हुन्थ्यो भन्नुहुन्छ। अब आर्टिकल फेरि यत्तिकै बनाएर दिँदा पनि आफ्नो क्वालिटी झन् खस्कियो भन्ने होला, अनि त्यसले पनि समय खान्छ। त्यसपछि त्यति फुर्सद पाएको छैन मैले। सर जस्तो अब चाहिँ सर अहिले भर्खरै अब रिटायर भएर बस्नु भएको छ, तर व्यस्तै हुनुहुन्छ। जस्तो अब 5 महिना भयो होइन सर, अब यता चाहिँ केयुमा चाहिँ अब पढाइरहनु भएको छ होइन सर? त्यो अनलाइन हो, बेलुका अनलाइन पढाउनुहुन्छ सर? दिउँसो जानु पर्दैन। दिउँसो जानु पर्दैन, तर जोडिन्छ सर होइन विद्यार्थीहरू। अब उहाँहरू अब कोही चाहिँ भर्खर अब लिडरसिप गरेर चाहिँ अब आउनु भएको छ, उहाँहरूको अब चाहिँ सपनाहरू चाहिँ कस्तो चाहिँ सरले पाउनुहुन्छ, कस्तो खालको सपनाहरू देख्नु भएको जस्तो लाग्छ सर? अहिले यस्तो छ, किन सरकारी सिस्टम कमजोर भयो म तपाईँलाई खोलिदिन्छु यहाँ चाहिँ। आज सरकारी सिस्टम कमजोर भयो भनेर हेर्दाखेरि सरकारी सिस्टममा एउटा पदमा थाहै भइसकेपछि, एउटा पदमा गइसकेपछि धेरै नपढिरहँदा नि पुग्छ भन्ने मान्यता छ अधिकमा, हेर्नुहोस् है। त्यसले के गर्छ भने अब त्यहाँनिर ज्ञानको घमण्ड भयो, मलाई पुग्यो भन्ने भयो है, अधिक भाइ सबै होइन। फेरि केही एकदमै राम्रो गरेको पनि भेटिन्छ, फर्दर स्टडीहरू गरेको पनि भेटिन्छ, एकदम राम्रो लागेको पनि भेटिन्छ, तर ठुलो मार्क्स चाहिँ कस्तो देखिन्छ भने पुग्यो, त्यो सरकारी कर्मचारीमा नि छ कि होइन। तर निजीकोमा एउटा के छ भने उहाँहरूलाई त भोलि यदि अपडेट भएन भने त थ्रेड छ है, प्रिन्सिपललाई मात्रै होइन टिचरलाई पनि। अनि उहाँहरूले चाहिँ केही गर्नै पर्छ, केही सिक्नै पर्छ भन्ने चाहिँ यो दुईटा देख्छु मैले। अब मैले त सानो पुल आउने मसँग जोडिएका विद्यार्थीको नै सर्वे हो मेरो त होइन। तर मैले समग्रतामा भन्नुपर्दा हाम्रो रिडिङ कल्चर चाहिँ घटेको छ, पढ्ने कल्चर चाहिँ यो सामाजिक सञ्जालले खाइदिएछ। अहिले जोनाथन हाइट र क्याथरिन भन्नेले एउटा किताब लेखेका छन्, द अमेजिङ जेनेरेसन भनेर। उनीहरूले के भनिरहेछन् भने अहिले वेस्टमा अमेरिकामा यो स्मार्टफोनको सट्टामा अब अरू फोन, सामान्य फोन लिएर त्यसलाई टेलिफोनको माध्यम मात्रै लिने, त्यो नचाहिने एपहरू चाहिँ हटाइदिने अब अभियान सुरु गर्न लाग्छन् उनीहरू। भनेको उनीहरू सामाजिक सञ्जालको लतबाट वाक्क भयो। अब हामी कहाँ चाहिँ त्यो दिन आउन बाँकी छ। त्यसो भए अब होइन, प्रविधिले छिटै पनि गर्न सक्छ, केही मान्छेहरूले अहिले छोडेका पनि छन्। त्यसो भएर मैले यदि शिक्षक साथीहरू चाहे निजी होस् चाहे सरकारी होस्, अध्ययन गर्ने, रिसर्चहरू हेर्ने, नयाँ नयाँ कुराहरू सोच्ने, ठुलो किताब पढ्न नि परेन,
यो चिज मैले अघि प्यासन भनेको थिएँ नि मैले, यो बच्चाले के गरे सिक्छ होला, अनि यो मेरो क्लास के गरे इफेक्टिभ हुन्छ होला, मेरो म्यानेजमेन्ट के गरे राम्रो हुन्छ होला, होइन? केही छैन। प्रिन्सिपलले सामान्य प्यारेन्टसँग अन्तर्क्रिया मात्रै बढाइदियो भने त भयो, होइन? बच्चाको राम्रो कुरा गरिदिने, अनि पहिला राम्रो कुरा गर्ने बच्चाको बारेमा, अनि त्यसपछि व्यवहार कस्तो छ त्यसलाई पहिचान गर्ने, अनि दुइटै मिलेर समाधान गर्ने। अब यसको लागि के गर्नु पर्यो भने सोच्नु पर्यो, खोज्नु पर्यो, पढ्नु पर्यो, रिसर्च हेर्नु पर्यो, त्यस्ता कुरा सुन्नु पर्यो, होइन त? हो, त्यसले चाहिँ अहिले हाम्रो मलाई अहिले चिन्ता चाहिँ त्यो एउटा समाजमा यो डिफ्रेन्ट वर्ग बनिरहेछ, एजुकेसनको कारणले यो नहुनु पर्थ्यो, होइन? अर्को चाहिँ यो रिडिङ कल्चर घटेपछि त्यसको असर के हुन्छ भन्दाखेरि तपाईँले डिप स्टडी गर्नु भएन भने सामाजिक सञ्जालमा आएका सतही चिजहरूबाट भाष्य बन्छ कि। अहिले हामी कुन चरणमा छौँ भने हेर्नु न, कुनै विषय नजान्ने कोही पनि छैन, जसले जेमा पनि के बोलिरहेछ भने यहाँ हेर्न पाइन्छ। अहिले हामी त्यो चरणमा छौँ। त्यसलाई घटाउने हो भने डिप स्टडीमा जानुपर्छ। स्टडी इट डज नट मिन महँगो किताब ल्याउने पढ्ने भन्न नि मैले, होइन? क्लासमा जानुभन्दा अगाडि चाहिँ यो विषय जस्तो मैले आज मेरो क्लास छ, होइन? आज क्लासमा मेरो आफ्नो प्लान त छ, तर पनि आज मैले के गराउँछु भन्ने त मेरो दिमागमा त म लिएर बस्नु पऱ्यो नि त त्यहाँ त। नभए त त्यो 27-28 जनाको एमफिलको ग्रुपमा एउटाले एउटा भन्ला, एउटाले एउटा भन्ला, एउटाले एउटा भन्ला, ती सबैको सुन्दा भने मैले आफ्नो चिज त होइन महत्त्वपूर्ण कुरा भनेको मैले आज तपाईँलाई भनिहाल्नु। आज मैले गभर्नेन्सको बारेमा कुरा गर्न छ, अब इभल्युसनको कुरा गर्नु पर्यो, कथा त भनौँला, होइन? ब्रिटानिका सुन्नुभएको छ? ब्रिटानिका चाहिँ जुन फेमस अब डिक्सनेरीहरू शब्दहरू मतलब यो एउटा नलेज सिर्जना गर्ने प्लेटफर्म हो भनेपछि विद्यार्थीलाई के थाहा हुने भयो? ब्रिटानिका भन्ने थाहा हुने भयो। ल त्यहाँ गएर गभर्नेन्सको बारेमा के भने रहेछ खोज्नुहोस्। त्यो त गर्नु पर्यो, त्यो सबै शिक्षकले गर्नुपर्छ। त्यही भएर हामीले सुरुमा भन्यो नि सर, एउटा चाहिँ व्यक्तिबाटै अब चाहिँ एउटा चाहिँ संस्था राम्रो बन्छ, विद्यालय राम्रो बन्छ, र चाहिँ अहिले खस्केको विद्यालय पनि राम्रो बन्नुमा त्यही व्यक्तिको हात रह्यो भन्ने कुराहरू भन्यौँ, होइन सर? सरलाई धेरै धेरै धन्यवाद सर। आज हामीले धेरै कुराकानी गऱ्यौँ, शिक्षाको समसामयिक विषयवस्तुहरू पनि हामीले समेट्यौँ र अहिलेको प्रविधि एआईले पनि समेटेर छलफल गऱ्यौँ। सरलाई विशेष धन्यवाद दिँदै आजको कार्यक्रम के कस्तो रह्यो सल्लाह सुझावको अपेक्षा गर्दै म कार्यक्रम प्रस्तुता श्याम डन्डुकार बिदा चाहन्छु। नमस्कार। धन्यवाद। नमस्कार।